म मरेको धेरै भयो। व्यक्तिगत इच्छा, चाहना, उद्देश्य र लक्ष्य बिनाको मान्छे म। यो बाँचिरहेको जीवन मेरो जीवन होइन। यो त जनताको दुःख र समस्यालाई समाधान गर्ने प्रयास र सङ्घर्ष मात्र हो। जनताको दुःख र समस्यालाई समाधान गर्ने प्रयास र सङ्घर्ष मात्र हो। जनताको आवश्यकता पुरा गर्ने एउटा साधन, एउटा औजार। मैले मेरो लागि सोच्न छाडेको दशकौँ भइसक्यो। न मलाई पीडा हुन्छ न खुसी। म पत्थर हुँ, म निर्जीव ढुङ्गा, माटो हुँ। मलाई दुख्दैन, दुख्दैन र मलाई दुख्नु पनि हुँदैन। मेरो कुनै आफ्नो गन्तव्य छैन। मेरा पाइलाहरूले मलाई कहीँ पुर्याउने छैन। पुर्याउनु छ त यो देशलाई, यो समाजलाई। म रित्तो हिँड्ने मान्छे, तर मेरो पिठ्युमा लागेका भारी मेरो होइन, सबै अरूकै। यो अर्थमा म देशको बोझ उठाउने एउटा अमोघ भरिया। म रुदिन, म रुदिन। मेरा आँखाबाट बग्ने आँसु मेरो आफ्नो होइन। त्यो त यो देशले खोजेको पीडा भाव मात्रै। मलाई गरिने हजारौँ गाली र अपमान जिहानमा एउटा इतिहास लेखियोस्। म कति घृणित र पीडित थिएछु भन्ने यी सब गाली र घृणा मैले यो देशलाई माया गर्दा पाएका अनमोल उपमाहरू हुन्। दिएका यी उपमाहरूलाई मेरो सलाम। आफैलाई त्यागेर देश अँगाल्नेहरूको निम्ति यस्तो हुन्छ संसारमा देखेकै बुझेकै कुरा हो। हरूको निम्ति समर्पित मान्छे सायद अरूलाई नचाहिएको पनि हुन सक्छ। अकालमा मर्ने, भोकै बस्नुपर्ने, पटमार र आत्महिंसा देखेर भगवान बुद्धले ज्ञान खोज्नुभयो। तर मलाई अवस्था बदल्नु छ। तर म मरेको धेरै हो। बाँचेको भने एउटा सपना अनि सङ्कल्प मात्रै। अरूको जीवन बाँचिरहेको समर्पित यो थोत्रो शरीरको अवसान हुन मात्रै बाँकी हो। यही हुँ म र मेरो भन्नुपर्ने कुरा केही छैन। हो, यही हुँ म। तर म मरेको धेरै भयो। मेरो मुखबाट निस्किएको हरेक बोली मेरो आफ्नो लागि होइन। मेरो शरीरबाट बगेको सपना, मेरो शरीरबाट बगेको पसिना मेरो लागि बगेको होइन। मेरो छातीमा ढड्किएको मुटु, त्यो पनि मेरो लागि होइन। यो देशको लागि, यो माटो सापट्टि लिएर उभिएको सानो कद मेरो थोत्रो शरीर पनि मेरो आफ्नो होइन। हो, म मरेको धेरै हो।